दर्शकबिन सबैलाई नमस्ते। म दिनेश परियार। यति बेला विशेष गरी हामी छौँ हजुरको साथ टिभी कार्यक्रममा आज उपस्थित छौँ र विशेष गरी म धेरै खुसी पनि छु आज। एकदमै हर्षित छु, खुसी छु र विशेष गरी म अब ठुलो शब्दको फ्यान पनि हो। आज राजु केसी दाइसँग मेरो भेट भएको छ र विशेष गरी दाइको आज पवित्र पाइला हामी छौँ हजुरको साथ टिभी कार्यक्रममा परेको छ। दाइलाई स्वागत छ मान्छ दाइ। नमस्ते, धन्यवाद दिनेश भाइ। हजुर आज हामी छौँ हजुरको साथ टेलिभिजन मार्फत यो बोलागुसरी गर्ने एउटा अवसर मिलेको छ। अनि यो यस्तो पनि ठाउँ हो कि दाइ, हजुर। विशेष गरी हामी छौँ हजुरको साथ टिभी कार्यक्रम नेपाली गीत सङ्गीतसँगै समाजमा भएका दुःखी बिरामी असहायलाई हजुर। एकदमै सहयोग गर्ने ठाउँ हो दाइ। हिजोको दिनमा पनि 20,000 गरी, अस्ति शनिबार 10,000 सहयोग गर्ने यस्तो ठाउँमा आज तपाईँको पवित्र पाइला परेको छ। म एकदमै खुसी छु। र तपाईँको आज यो सङ्गीत यात्रा कसरी चलिरहेको छ दाइ? साङ्गीतिक यात्रा अब निरन्तर अनवरत रूपमा चलिरहेको छ होइन। हजुर। अब गीतहरू चाहिँ गाइरहेको पनि छु। हजुर लय शब्द सिर्जना पनि भइरहेछ। भइरहेछ। श्रोता अब तीज पनि लाग्यो। हजुर, अब तीज पनि लाग्दैछ। हजुर तीजको अवसरमा भर्खर मात्र एउटा गीत रेकर्ड भएको छ। हजुर। हेर तपाईँ भन्ने गीत चाहिँ हाम्रो तीजको अलि गुनगुनाउनु मिल्छ दाइ? त्यो अहिले पछाडि गुनगुनाउँला। मैले पहिला त्यो गीतको बारेमा के भन्छु होइन। हजुर यो गीत चाहिँ हाम्रो गायिका दुई बहिनीहरू लुमा केसी हजुर र हाम्रो निशा गुरुङले चाहिँ गाउनु भएको छ। हजुर भर्खर मात्र अडियो पाउनु सकिएको छ। हेर्तवे नाकले आँखा लाएको, ए हेर्तवे झिल्के दाइले आँखा लाएको, यस्तो टाइपको छ। एकदम राम्रो मेलोडी बनाउनु भएर चाहिँ धेरै खुसी लाग्यो। विशेष गरी यो गीतले सबैको मन मुटु मस्तमा बस्न सफल हुनुहोस् हामी यो आग्रह गर्न चाहन्छौँ। धन्यवाद। अनि तपाईँ धेरै कुरामा त अग्रणी हुनुहुन्छ गीत सङ्गीतको बारेमा। हजुर। र तपाईँले यो गीत सङ्गीतमा काम गरिरहँदा जब फर्स्ट सबैले गाह्रो नै हुन्छ, तपाईँले त्यो कतिको भोग्नु पर्यो? विशेष गरी यो साङ्गीतिक क्षेत्रमा प्रवेश गर्दाखेरि चाहिँ सुरुवाती समयमा त गाह्रै नै हुन्छ। फेरि अब हाम्रो त्यो मभन्दा अगाडिको पुस्ताहरू कोही पनि क्षेत्रमा हुनुहुन्थेन। हजुर लाग्दा म आफै मेरो एकदमै रुचिको क्षेत्र अलिकति स्कुल पढ्दादेखि अथवा गाउँघरमा पूजाआजादेखि लिएर बिहे गर्नुदेखि लिएर धेरै कुराहरूमा चाहिँ अब हामी गीत गाइन्थ्यो। हजुर त्यो बेलामा त अझ रोटी भन्ने हटिसकेको थियो। तर पनि हामी यो बिहेहरूमा पूजा व्रतमा चाहिँ वारिपारि बसेर दोहोरी गाउने चलन चाहिँ थियो गाउँघरतिर। हजुर, त्यसरी चाहिँ स्टार्ट भयो, सुरुवात भयो। त्यस पछाडि जब अब व्यावसायिक रूपमै लागौँ भनेर काठमाडौँ आउने क्रममा चाहिँ अब अलिक दुःख चाहिँ भयो। यात्रा हो, स्ट्रगल हजुर यात्रा हो, स्ट्रगल सङ्घर्ष भन्ने कुराहरू कतिपय खाएर पनि गाइयो होला, कति नखाइकन पनि गाइयो होला। कति रमाइलो भयो, कतिलाई रमाइलो, कतिलाई हँसाइयो, यो क्षेत्रमा त्यस्तै छ नि। अनि अर्को कुरा के भने गीत सङ्गीतमा लागेका व्यक्तिहरू चाहिँ धेरै छन्, तर कतिपय व्यक्तिहरूको भविष्य छैन। आज देश छोडेर हिँडिराख्नु परेको छ, किनकि आज देशको अवस्था यस्तो छ। जति सरकार बदले, गणतन्त्र आए, लोकतन्त्र आए, हरेक किसिमका विकासका क्षेत्र मूलधाराहरू आए, तर आज देश परिवर्तन हुन सकेन। र त्यो भइरहँदा पनि एउटा कलाकारिता परिवर्तन दिनुपर्ने हो, तर सरकारले पनि नदिए जस्तो धेरै सङ्घ संस्थाहरू पनि छन्, धेरै छन्। तपाईँ पनि सङ्घ संस्थामा धेरै ठाउँमा आबद्ध हुनुहुन्छ। त्यो एउटा राष्ट्रले कतिको जिम्मेवारी वहन गरिदिएको भयो त्यो गीत सङ्गीतलाई, जुन कलाकार तपाईँ जस्ता व्यक्तिहरू उदाउँदा तारा यो गीत सङ्गीतको माध्यमबाट चाहिँ देशलाई एउटा परिवर्तन गर्नुपर्छ भन्ने पनि छन् त धेरै किसिमका बाटो। तर त्यो देशले हेरेन, चिनेन, त्यसलाई तपाईँ कसरी महत्त्व दिनुहुन्छ? त्यही त नि। अब यो क्षेत्र चाहिँ कस्तो भइदियो भन्दाखेरि एउटा गहना, गीत सङ्गीतलाई चाहिँ एउटा गहनाको रूपमा हेर्न थालियो होइन। अब गहना चाहिँ कस्तो भन्दाखेरि अब अरू बेला चाहिँ दराजमा थन्काएर राख्ने, अनि जब यो अलिकति केही बाहिर विशेष कार्यक्रमहरू पऱ्यो भने चाहिँ देखाउनको लागि लगाउने जस्तो भयो कि कलाकारहरू चाहिँ त्यस्तो भयो। राज्यले ध्यान दिनुपर्ने कुरा हो। कतिपय कलाकारहरू अब एउटा सङ्घर्ष गर्दा गर्दै सफलता हासिल नगरिसके पछाडि उसको अब पछाडिको जिन्दगी हुन्छ नि, जुन अब एउटा अवकाशको जिन्दगी कति दर्दनाक छ, कति दुःखदायी छ। कतिले अब यस्तै प्रोग्राममा आएर सहयोग माग्नु परेको छ। कतिपय कलाकारहरूको जीवन एकदमै अर्थहीन भएको छ। त्यो किन भएको छ भन्दाखेरि अलिकति राज्यले पनि ध्यान कता कता पुर्याउन नसकेर होला। अब अरू देशहरूमा जस्तो अब एउटा दुईवटा गीतहरू चल्ने बित्तिकै मान्छेलाई पुस्तौँ पुस्तालाई पुग्ने गरी पैसा आर्जन गरेर हुन्छ विदेशी कलाकारहरूले। अब हाम्रो नेपालमा चाहिँ त्यस्तो छैन। अब अलिकति राज्यबाट त कुनै पनि एउटा साथ सपोर्टै छैन। अब जहाँसम्म लाग्छ अब सरकारमा अब हाम्रो अहिलेको प्रधानमन्त्री पनि सङ्गीत क्षेत्रबाटै हुनुहुन्छ। उहाँ जतिको मान्छे प्रधानमन्त्री भन्दै गर्दाखेरि भइरहँदाखेरि एउटा कलाकारिता क्षेत्रलाई पनि केही साथ सपोर्ट
होस् भन्ने चाहिँ चाहना मेरो हरदम रहिरहन्छ। एकदमै म आशावादी पनि छु अब चाहिँ सरकारले केही गर्छ कि कलाकारलाई गीत सङ्गीतको क्षेत्रलाई भन्ने चाहिँ एउटा आशावादी चाहिँ छु। धेरै व्यक्तिहरू नेपाली गीत सङ्गीतमा आधारित भएका व्यक्तिहरूले के भन्नुभएको छ, अहिले प्रधानमन्त्री पनि त्यही समूहको हुनुहुन्छ होइन, गीत सङ्गीतलाई पनि लिनुपर्छ भन्ने टाइपको पहिलादेखि उहाँले पनि यो क्षेत्रमा पाइला टेकेको व्यक्तित्व हुन्छ र तपाईँ जस्ता व्यक्तिले धेरै आशा पलाउनु भएको छ। तर त्यो हुन्छ हुँदैन त्यो थाहा छैन है। तर हामीलाई के थियो भने तपाईँ जस्ता उदाउँदा तारा एउटा यो नेपाली गीत सङ्गीतको माध्यमबाट देशलाई परिवर्तन गर्नुपर्छ भन्ने जुन एउटा मूलधारा बोकिन्छ नि, दुःख सुख आँसु सबै कुरालाई यो गीत सङ्गीतले उजागर गर्छ। त्यो भएको कारणले पक्कै पनि आशा पक्कै पनि पलाउँथ्यो होला, तर बन्छ कि बन्दैन त्यो सरकारलाई थाहा छ। र हामी के भन्न चाहन्छौँ भने यहाँबाट सरकारले यसलाई पनि मध्यनजर गरिदिएको भए धेरै खुसी हुन्थ्यो भन्ने हाम्रो पनि मेन धारा छ। र अर्को कुरा के भने तपाईँलाई गीत सङ्गीतमा तपाईँ लाग्नु भएको छ, तपाईँले दुःख सुख नगरेर यहाँसम्म आज तपाईँले आफ्नो नाम आज एकदम प्रचारित गर्नुभएको छ नि, इष्टकल बिना गर्नुभयो, आज ल्याउनुभयो र विशेष तपाईँसँग हामी भेट्ने यो अपेक्षा पनि ठुलो आश पनि पलायो है। अर्को कुरा के भने तपाईँ यो क्षेत्रमा लागिरहेर चाहिँ तपाईँले कतै स्टेज चढ्दा कतिको खुसी लाग्यो, कतिको गिल्टी फिल भयो हुन्छ नि, कति धेरै कुरा त्यो कस्तो भोग्नु पर्यो? कस्तो हुन्छ भन्दाखेरि अब कतिपय ठाउँहरूमा स्टेज चढ्दै गर्दाखेरि अब दर्शकहरूले दिने माया, त्यो दर्शकहरूले दिने चाहिँ त्यो एउटा हौसला उत्साह प्रेरणा हुन्छ नि, त्यो भइरहँदाखेरि चाहिँ एकदमै रमाइलो लाग्छ, खुसी पनि लाग्छ। अब यो क्षेत्र एकदमै राम्रो क्षेत्र हो, यति धेरै माया पाइने, सबैको माया हुने, सबैले चाहिँ ध्यान दिने, एकदमै त्यो खालको हुँदाखेरि चाहिँ राम्रै क्षेत्र हो जस्तो लाग्छ र आफूलाई गर्व पनि लाग्छ। अब कतिपय अवस्थामा चाहिँ कस्तो हुन्छ भन्दाखेरि अब कति ठाउँहरूमा आयोजकले बोलाउनु भएको हुन्छ होइन, गयो अनि गइसके पछाडि चाहिँ अलि धेरै चलेको कलाकारलाई चाहिँ अब एकदमै त्यो खालको प्राथमिकता दिने, व्यवहार त्यस्तो खालको गरिदिने। अनि हामी जस्तो अब बिस्तारै अब सङ्घर्षरत कलाकारलाई चाहिँ जुन सुरुवातमा दर्शकहरू अलिक खाली भएको बेलामा पालो दिने होइन, अनि एकछिनपछि भनिदिने उस्तो तपाईँको जीवनमा एकदमै भोगिरहेको कुरा हो। म मात्रै होइन, म जस्तो धेरै कलाकारले भोग्नु भएको कुरा हो। यो समान व्यवहार छैन के, त्यो त्यस्तो कुराहरू सबैलाई एउटा व्यवहार भइदिएको भयो भन्ने तपाईँको त्यो मनोधारणा छ, तर बन्दैन नेपालमा। अनि अर्को कुरा के भने धेरै किसिमका समस्या पनि आइपर्छन् त्यसमा। अनि तपाईँ रातिकालीनमा व्यवसाय पाउने दोहोरी साँझमा पनि तपाईँ आबद्ध हुनुहुन्छ। त्यो तपाईँले त्यो व्यवसायमा कतिको खुसी लाग्छ त्यहाँ आबद्ध भइरहँदा? त्यहाँ एउटा भनौँ न व्यवसायका भित्रका क्षेत्र मान्छेले केही सुधार्नु पर्ने कुराहरू र केही छ, त्यहाँ पनि बाटो राम्रो छ, त्यसलाई गलत भन्न खोजेको होइन। त्यहाँबाट पनि नयाँ प्रतिभा हामी जस्ता व्यक्ति तपाईँ जस्ता व्यक्तिले धेरै ठाउँ पनि पाएका छन् त्यो व्यवसायले गरेको, हामी त्यसका लागि धेरै आभारी छौँ। त्यसभित्र पनि कतिपय दृष्टिको फरक छन् भन्ने जुन पब्लिकको भनाइ छ नि, त्यो खासै किन भनिएको जस्तो लाग्छ तपाईँलाई? अब सबै दोहोरी त्यस्तो छन् भन्ने चाहिँ होइन होइन, अब सबै दोहोरी साँझमा त्यो हुन्छ भन्ने पनि छैन। र आजभोलि कता अब त्यो सामाजिक सञ्जाल मार्फत दर्शकहरूसम्म पुगेर पनि होला कतिपय अब अलिकति अश्लील हाउभाउ देखाएर नृत्य गरेका भिडियोहरू जान्छन् होइन, अब त्यस्तै खालका दोहोरो अर्थ लाग्ने गीतहरू गाइदिएर म भन्दा पनि तपाईँलाई धेरै कुरा थाहा छ त्यस्तो क्षेत्रमा। हजुर त्यस्तो पारिवारिक वातावरण भन्छन् तर आखिर हुन्न त्यहाँ होइन। तर यो प्रशासनले र व्यवसायको यो साङ्गीतिक क्षेत्र रातिकालीन व्यवसायका लागि टाइम छुट्याइएको छ, तर त्यो टाइम छुट्याएको कदर हुन्न। कति बेला 2 बजे 2:30 बज्छ 3 बज्छ। यसका लागि चाहिँ एउटा समिति बनाएको भए कस्तो हुन्थ्यो जस्तो लाग्छ तपाईँलाई? कलाकार समितिहरू एकदम यो सही कुरा गर्नुभयो तपाईँले, एकदमै महत्त्वपूर्ण कुरा। जस्तो अब कतिपय ठाउँमा उज्याले हुँदासम्म पनि चलाउने, कतिपय ठाउँमा चाहिँ 1 बजे पनि बन्द हुने, त्यो चाहिँ अलिकति यो हामी कलाकारहरू अथवा श्रमजीवी कलाकारहरू जसले रातिमा काम गर्नुहुन्छ उहाँहरू बिचमा एकता नभएर पनि होला जस्तो लाग्छ। कुनै एउटा समिति जस्तो गठन गरेर यति बजेसम्म अधिकारका लागि यति बजेसम्म चाहिँ हाम्रो गीत गाउने अब हाम्रो काम गर्ने, यति बजेबाट यति बजेसम्म त्यो खालको एकदमै त्यो फिक्स खालको टाइम छैन। र दोहोरी साँझमा अब दोहोरी साँझ त अब हाम्रो पाठशाला पनि हो एक हिसाबले भन्दाखेरि, त्यसलाई मान्नुपर्छ। सिक्दै गरेको कलाकारहरूले एउटा अवसर, पैसा पनि पाउने, अवसर पनि पाउने। तर त्योमा पनि कस्तो छ भन्दा काम गर्दासम्मलाई मात्रै हो। फेरि भोलि अब आफू अस्वस्थ भइएला, अब घाँटीहरूमा समस्या आउला, अब बजाउनेहरू हातमा समस्या आउला, त्यो हुँदाखेरि चाहिँ भोलि ल है
कलाकार यस्तो भयो भनेर खासै हेरिदिने संस्था त छैन। तर त्यही संस्था जुन संस्थामा अब दलाएर काम गरिरहेछन् त्यो संस्थाले माया गरेर कहिलेकाहीँ ल प्लङलाई दुःख परेको छ है अलिकति सहयोग गरौँ भनेर त्यो गर्ने माहौल चाहिँ कोही कोही ठाउँमा छ। जस्तो मैले काम गर्दै गरेको तपाईँ पनि स्वयं हामी एकै ठाउँमा छौँ होइन। हाम्रो नगरकोट दोहोरी साँझ जुन ठमेलमा छ त्यो दोहोरी साँझले चाहिँ त्यो लकडाउनको बेलामा कतिपय कलाकारहरूलाई अब त्यहाँको सञ्चालकहरू पनि एकदमै हाम्रो मनकारी हुनुहुन्छ क्या उहाँहरूले यो क्षेत्रमा पनि धेरै अभाव हुनुहुन्छ एकदमै। हाम्रो विनोद श्रेष्ठ आरायण दाइको नाम लिन चाहन्छु मैले। उहाँले चाहिँ लकडाउनको बेलामा कलाकारको घर घरमा पुगेर कलाकार मात्रै नभनौँ त्यहाँ काम गर्ने हरेक स्टाफको घर घरमा कोठा कोठामा पुगेर चाहिँ त्यो खाद्यान्नदेखि लिएर हरेक कुरा वितरण गर्दै पनि हुनुहुन्छ। त्यस्तै खालको सबैतिर भइदियो भने चाहिँ धेरै सहज भयो। एकदमै डोरी गाउने कलाकार डोरी साथमा काम गर्ने कलाकारलाई धेरै सहज हुन्छ जस्तो लाग्छ मलाई चाहिँ। धेरै धेरै सम्मान छ विनोद दाइलाई पनि हामीले पनि यो कार्यक्रमबाट अथवा उहाँलाई पनि धेरै सम्झौँ मिस गरौँ। हामीले त्यस्ता व्यक्तिहरूको आवश्यकता परेको सबै कुरा पैसा पनि होइन सबै कुरा व्यवस्था पनि होइन सबै कुराको सबै मेन्टेन गरिदिनुपर्छ जस्तो मलाई पनि महसुस हुन्छ। र विशेष गरी हामी चाहिँ हजुरको साथ टिभी कार्यक्रममा मैले अघि पनि भने तपाईँको पवित्र पाइलो परेको छ दाइ। यहाँ धेरै दिनोदिन हामी कार्यक्रम राख्छौँ धेरै किसिमका बिरामीहरूको भिड पर्छ दाइ। हामी यहाँ सधैँ सहयोग गरेर पठाइरहेका हुन्छौँ। कहिले रिपोर्टिङ मात्रै गरेर पनि पठाउँछौँ र कहिले पैसा दिएर खाद्यान्न चामल हरेक किसिमका सेवा सुविधा हामी पुर्याइरहेका छौँ। त्यो तपाईँहरूका जस्ता मनकारी व्यक्ति अनि दर्शकहरूले जतिजना यहाँ 50-60 जना जतिजना आउनुहुन्छ उहाँहरूले सहयोग गरेर जानुहुन्छ। त्यस्तो ठाउँमा तपाईँको आज विशेष पाइलो परेको छ दाइ। फेरि केही भन्न चाहनुहुन्छ भने हामीले अब अन्तिम अन्तिमतिर पनि छौँ। केही भन्न चाहनुहुन्छ भने यो गीत सङ्गीतलाई अझै कसरी लिनु होला? अझै तपाईँसँग त धेरै जोडिने मान्छे पनि अहिले पछिल्लो समयमा छन्। राजु दाइ तपाईँसँग काम गर्नु पऱ्यो भन्ने मसँग पनि चासो छ तपाईँसँग काम गर्ने वातावरण। त्यो तपाईँले के सोचिराख्नु भएको छ? त्यो त अब कस्तो छ भन्दाखेरि अब काम गर्ने क्रममा अब भेटघाटको क्रममा अब यसरी मसँग काम गरेका साथीहरू जहाँसम्म मैले अहिलेसम्म दुखी चाहिँ बनेको छैन। हरेक कुराहरूमा जस्तो मैले गरेको शब्द अथवा मैले गरेको लय अथवा मेरै आवाजमा पनि साथीहरू जोडिन चाहनुहुन्छ भने एकदमै स्वागत छ होइन। म साथीहरूलाई पनि एकदमै अनुरोध पनि गर्छु मिलेर काम गरौँ होइन। गीत सङ्गीत भनेको अब मिलेर नै गर्ने एउटा कार्य हो होइन। त्यसैले अनि जुन यो टेलिभिजन हेरेर बस्नुहुने आदरणीय सम्पूर्ण दर्शकहरू हुनुहुन्छ म उहाँहरूलाई के अनुरोध गर्न चाहन्छु भन्दाखेरि हाम्रो दिनेश भाइको यो कार्यक्रम मार्फत यहाँको अब जिन्दगीमा कमाउनु के छ र होइन। जति कमाए पनि जति अब ठुलो घर बनाए पनि जस्तो महँगो लुगा लगाए पनि महँगो गाडीमा हिँडे पनि महँगो फोन चलाए पनि आखिर जिन्दगीमा सबै कुरा छोडेर जानु नै छ एक दिन। हुनेहरूसँग है हुनेहरूले चाहिँ अब यस्तो कार्यक्रमहरूमा आउँछ कति दुःखी हुनुहुन्छ कति पीडित हुनुहुन्छ कति अशक्त हुनुहुन्छ कति असहाय हुनुहुन्छ। उहाँहरूलाई तपाईँको एउटा खाजा खर्चबाट अलिकति केही रकम कटाएर यस्तो कार्यक्रमहरूमा सहयोग गरिदिनु हो भने उहाँहरूको जो दुःखी हुनुहुन्छ जो अशक्त हुनुहुन्छ उहाँहरूलाई एकदमै राहत हुन्छ। त्यही भएर म के भन्न चाहन्छु भन्दाखेरि वास्तवमा मरेर जाने जिन्दगी हो। भएसम्म बाँडेर खाउँ होइन। कसैलाई भोगिराखेर आफू अगाएर नफालौँ होइन। बचत गरौँ होइन। त्यो बचतबाट अलिकति पैसा यस्तो कार्यक्रममा सहयोग गरौँ। यसरी गऱ्यो भने मान्छेले अर्को जुनी त के देखेको छ र होइन। पूर्वजन्म भन्ने पनि थाहा छैन पुनर्जन्म पनि थाहा छैन तर यही जुनीमा हुन्छ जे हुन्छ। त्यसैले सहयोग गर्न चाहिँ मिलेसम्म पछाडिमा हटौँ सहयोग गरौँ सम्पूर्णलाई मिलेर बाँचौँ हामी नेपाली होइन। एकदम धेरै राम्रो कुरा गर्नुभयो। कलाकारको मन हुने भनेको धेरै जसो गीत सङ्गीतमा माया गर्ने जुन आबद्ध हुनुहुन्छ र तपाईँ आफूमा एकदम ह्यान्डसम मान्छे हुनुहुन्छ। बिहे गर्नुभयो कि नै? बिहे चाहिँ मैले गरिसक्नुभयो। बाबुहरू सबै हुनुहुन्छ। त्यो अहिले पनि तपाईँ यति ह्यान्डसम त हुनुहुन्छ कतिको आउँछ तपाईँले भन्न खोजेको तपाईँले गीत गाइरहँदा तपाईँ त एउटा माहौलमा गीत गाउने मान्छे धेरै प्रोग्राममा गीत गाउने तपाईँले त्यो अवसर कहिले मिलेको मिलेन। आज तपाईँको नम्बर दिनुहोस् हुन्छ नि त्यो किसिमको वातावरण क्रिएट बनेको भएर त्यो त अवश्य नै हुन्छ होइन। अब यो क्षेत्र पनि त्यस्तै खालको भइदियो होइन। अब कतिपय ठाउँहरूमा जाँदाखेरि कतिपय कार्यक्रमहरू जाँदाखेरि नयाँ नयाँ मान्छेहरूसँग भेट हुन्छ होइन। विवाहित हो भनेर भनिसक्दा पनि अब ठिक छ नम्बर एकचोटि दिनु न साथी बनाउँ न फेसबुकमा अथवा टिकटकमा फलो गरेपछि फलो ब्याक दिनु न होइन। त्यो खालको कुराहरू चाहिँ आउँछ। तर त्यो कस्तो छ भन्दाखेरि यो एकदमै रङ्गीन क्षेत्र क्या हाम्रो ग्ल्यामरस क्षेत्र। अब त्यो सबैसँग बोल्नु आफू भए पनि अरूलाई हँसाउनु पर्ने होइन। अब आफ्नो मनमा जे भए पनि अरूको अगाडि जाँदा चाहिँ हाँसेर होइन हँसाइदिनु पर्ने त्यस्तो हुन्छ। अब त्यो माया प्रेम भन्ने कुराहरू अब विवाहभन्दा अगाडि पनि हुन्थ्यो विवाह
पछाडि पनि हुन्छ माया प्रेम भन्ने कुरालाई छुट्टै छ त्यसो विवाहले चाहिँ र विशेष धेरै धेरै सम्मान छ दाजु फेरि हामी दाइलाई यो आज विशेष अन्तर्वार्ताको कार्यक्रम भयो छोटो समय मैले मागेँ तपाईँ आइदिनु भयो यसका लागि धेरै धेरै आभारी छु म पनि भाइ दिनेश र हामी यो टेलिभिजन यो सम्पूर्ण टिमलाई चाहिँ मेरो पनि धेरै धेरै धन्यवाद छ एकदमै खुसी लाग्यो आज यसरी आएर अनि भलाकुसारी गर्ने एउटा अवसर मिल्यो हजुर अनि अर्को कुरा के भने तपाईँका ठाउँ गाउँमा कुनै बालबच्चा आमा बुवा नभएका व्यक्तिहरू साना साना भाइ बहिनीहरू छन् भनेपछि हामी चाहिँ हजुरको 60 टिभी कार्यक्रम सदाभर अगाडि बढ्नेछ अनि तपाईँका ठाउँ गाउँका कोही दुःखी बिरामी असहाय सक्दछन् भने पनि हामी चाहिँ हजुरको 60 टिभी कार्यक्रमले सधैँ सहयोग गर्नेछ र विशेष गरी सहयोगी दाताहरूले पनि गर्नुहुनेछ म आशामा छु भन्दै म बिदा हुन चाहन्छु र दाइले के भन्न चाहनुहुन्छ भने अन्तिमतिर त्यही त मैले भनिसकेको छु अब यो कार्यक्रममा अब आएर आज यति धेरै बोल्ने एउटा साथीभाइसँग भेटघाट गर्ने एउटा अवसर जुटाइदिने दिनेश भाइलाई धन्यवाद छ हामी चाहिँ हजुरको साथ टेलिभिजनलाई पनि धन्यवाद छ र त्यही हो म फेरि पनि अन्तिममा भन्न चाहन्छु सबैजना मिलेर बाँचौँ भन्न चाहन्छु होइन आफूसँग भएको कुरा सहयोग गरौँ होइन सहयोग दिने बानीलाई कहिले पनि हानि हुँदैन भन्ने एउटा उखान पनि छ त्यही भन्न चाहन्छु थ्याङ्क यू सो मच यो अवसरको लागि थ्याङ्क यू धेरै धेरै सम्मान छ थ्याङ्क यू